तपाईहरुलाई? तपाईहरुलाई लाज लाग्ने देख्न साथ चाहिँ यो अपराध हो भन्नेलाई लाज लाग्नु पर्ने। लाज शरम ढाक्न खोजे? लाज शरम होइन। तपाईले अहिले 70 वटा जिल्ला भन्दा बढी भाडामा किनेका कार्यकर्तालाई सडकमा उतारेर लाज छोपिन्छ? तपाईले भाडामा पठाइदिएको हो, तपाईले पैसा लिएर पठाइदिएको हो। खाली केपी शर्मा उनलाई बोकेर हिँड्नु भएको छ, हनुमान सर बोकेर हिँड्नु भएको छ। पार्टी महाधिवेशनमा देशभरिबाट आएको प्रतिनिधिले नेतृत्वलाई चुन्ने हो, नेता रोज दिने तपाईले हो, एबी न्यूज टेलिभिजनले हो के एमालेको कार्यकर्ताले रोज्ने हो? एमालेको प्रतिनिधिले रोज्ने? कार्यकर्ताले भटाभट पार्टी छोडेर अर्को पार्टीतिर लागिसके, तपाईहरु अझै कार्यकर्ताकै ध्वस दिइराख्नु भएको छ। बिहान उठ्न साथ एमालेलाई गाली गर्नुपर्ने, नसुतुन्जेल एमालेलाई गाली गर्नुपर्ने। सबैभन्दा प्रायश्चित नगर्ने पनि एमाले, गल्ती गर्ने पनि एमाले हैन, यत्रो लामो समयसम्म एमाले चलाउने पनि एमाले, जेनजी आन्दोलन हुँदा देशको नेतृत्व गर्ने पनि एमालेको गर्ने गाली, एमालेको शक्ति वरिपरि नाच्ने। भन्नुस् न, रुष्ट युवाहरूलाई समेट्न नसक्ने पार्टी तपाईको, अनि कार्यकर्ताको ध्वस पेटेर हुन्छ? यो पाँचवटै औँला बराबर छैन। सुन्नुहोस्, बराबर छैन। पार्टीभित्र अहिले विरोध हेर्नुहोस्, योगेश भट्टराईले सामना गर्न तयार छौं। 6 महिना भित्रै चुनाव गर्छु भनेर बंगलादेशले कति महिना भयो चुनाव नभएको? डीप स्टेटको अभ्यास भएको छ। त्यसलाई प्रमाणित गर्न सक्नुहुन्छ? प्रमाणित त गर्नुस् न, प्रमाणित। तपाईहरुले भने हैन, कांग्रेस र एमालेको गठबन्धन हुँदाखेरि कुनै बाहिरी शक्तिको पनि हात छैन, यो त नेपालीले बनाएको सरकार हो भने हैन? गठबन्धन, त्यो गठबन्धन नेपालीले बनाएकै हो, नेपालीले बनाएकै हो। तपाईले बंगलादेशको उदाहरण त दिनुभयो, तर बंगलादेशको शेख हसिनालाई, पूर्व प्रधानमन्त्रीलाई मृत्युदण्ड सुनाइएको छ। कठघरामा आउनु पर्ने हो, त्यहाँको अदालतले फैसला गर्नुपर्ने हो। नेपालमा अपराध भएको छ भने नेपालको अदालतले फैसला गर्ने हो। कानुनी कठघरामा आउन डराउनु भएको छ नि तपाईहरु? कानुनी कठघरामा हामी डराएकै छैनौं। कहिल्यै डराले हलिमुहाली गरेर बसिराख्नु भएको थियो नि। अहिलेको अन्तरिम सरकारले सम्पत्ति शुद्धिकरण थालिसकेको छ। राम्रो, त्यसमा तपाईहरु राम्रो राम्रो हामीले छानबिनमा तपाईहरुको कुनै पनि अपराध छ, ढ्याङ्ग तपाईहरुको मनमा कुनै पनि ठोक्या छैन। संविधानको उल्लङ्घन कति पटक गर्नुभयो? बिर्सिनु भयो? संविधान हामीले संविधानको विपरीत कतिवटा नियुक्तिहरू गर्नुभयो? हामीले जुन नियुक्ति भएको छ भने, विघटन भएको छ भने त्यसलाई हामीले हरेक क्षेत्रमा संविधानको हरेक क्षेत्र व्याख्याता सर्वोच्च अदालत राजनीतिक तन्त्र लगेर र निर्णयकर्ता भएकोले गर्दा त्यसको परिणाम आज नेपालले भोगिरहेछ। र जितेकोलाई फेरि पनि कसरी जितेर आउनुभयो भने सोध्नु होला। जो चोर उसकै ठुलो चोर भने जस्तो फेरि मंसिर 6 गते सडक तताउने तपाईहरुले अब देशलाई के, देशलाई अब गृह युद्धतिर लान खोजे तपाईहरु? हामीले शान्तिपूर्वक मंसिर 6 गते मचाउनु सबले अब एमाले छोडेर ओलीको यो निरंकुशतावादी योबाट चाहिँ नि आजित भएर सबले पार्टी छोडेर नेपाली कम्युनिस्ट पार्टीमा आउँछन्। अनि किन सिंह हाल्दै जानु भएको छ त? टाउको हाल्दै जानु भएको छ नि। तपाईहरुले हाल्न सक्नुहुन्छ। रावण जस्तै 10 टाउके बनाउनु भएको छ, अब 12 टाउके बनाउनुहुन्छ। फल त आइहाल्यो नि। आज चाहिँ एउटा कुरा चाहिँ मनदेखि स्वीकार दिनुस् न त, तपाईले हामी असफल भके हो भन्दिनुस्। नभएको कुरा चाहिँ जबरजस्ती स्वीकार गर्नुपर्ने। असफल हुनु भएको छ, कमजोरी छन् भने कमजोरी सच्याउँछौ, छ भने हैन छ भन्नुस् न। भएका कमजोरीमा हामी सच्याएर अगाडि बढ्छौं। कमजोरी नै छैन भन्नुहुन्छ? तपाईहरु जेनजी आन्दोलनमा त सत्तामा हुनुहुन्थ्यो, प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्थ्यो। केपी शर्मा ओलीज्यूको ठाउँमा रवि लामी छाने अथवा कोही पात्र अर्को पार्टीको पात्र भइदिएको भएदेखि तपाईहरुले के बोल्नुहुन्छ होला है? हामी जहिले पनि के बोल्नुहुन्छ होला भन्नुस् त, सम्झिनुस् न। कानुनी कुरा बोल्छौं, त्यतिखेर तपाईहरुको बोली फुट्छ नि। कानुनी कुरा बोल्छौं, कुरा गर्नुहुन्थ्यो। अपराध छ भने अपराध भन्छौं हैन, तर निर्णय गर्नुपर्नेले गर्नुपर्छ भनेर निर्णय गर्नुपर्नेले कानुनका कुरा गर्नुहुन्थ्यो। कानुनकै कुरा गर्छौं। पर्दा चाहिँ आफ्नो जिम्मेवारी हुँदा चाहिँ आँखामा पट्टी बाँधेर अन्धो भएर एकहोरो गोली चल्नु भन्दा नि गोली हान्नु, हत्या गर्नु, हान्नेलाई दण्डित गर्ने। स्कुलको ड्रेसमा आएका विद्यार्थीहरुको हत्या गर्नु गल्ती हो भनेर भन्नुस् न। स्कुलको ड्रेसमा आएका विद्यार्थीहरूलाई चाहिँ जसले